के पो भन्नु हो मामा हामी त अहिले धरानको रङ्गशालामा छौँ त हौ त्यो त दशरथ रङ्गशाला भन्यो भने दशरथ रङ्गशाला त काठमाडौँमा छ दशरथ त काठमाडौँमा छौँ हामी यो चाहिँ धरानको रङ्गशाला हो कि धरानको स्टेडियम अँ, पहिला चाहिँ तल थियो क्या मामा खासमा अहिले भर्खर यता यो नयाँ स्टेडियम हो अँ। अनि के छ त तपाईँ अब धरानको माइला डर्नु पनि हुनुहुन्छ होइन यो यस विषयमा के छ धरानमा चाहिँ अलिकति के त हलाउनु पर्ने छ कि के छ हौ यहाँ गभर्मेन्टहरूलाई अलिकति तल हो र त्यसको लागि के गर्नु पऱ्यो त धरानलाई प्रशासनले अलिकति कडा गर्नु पऱ्यो धरानलाई एकदम सौन्दर्य सहर हजुर एकदम समृद्धि सहर बनाउनु हजुर आवश्यक छ त्यसैले आहा, सङ्गतिहरू चाहिँ हटाउनलाई अलिकति चेतनाको कमी त भएको पक्कै होइन होला तर यो ठाउँमा एकदम राम्रो धेरै राम्रो व्यक्तित्वहरू पनि छन् नि फेरि होइन र ल रङ्गशाला परिक्रम एकदमै राम्रो बन्ने क्रम जारी छ यसलाई अझै राम्रो बनाउनुपर्छ भन्ने हाम्रो मूल मान्यताहरू रहेको छ अब अलिकति प्रदेश र हाम्रो सङ्घीय सरकारबाट पनि अलिकति बजेट चाहिँ अलिक मोटो बजेट छुट्याउनु पर्ने अवस्था देखिन्छ यहाँ हजुर के भन्नु हो मामा तपाईँ एकचोटि लुक्स हेरौँ न हौ मामा यार म त यसो यो रङ्गशालालाई अवलोकन गरिरहेको छु हो र कस्तो लाग्यो त रङ्गशाला तपाईँलाई चम्पाङ सरले के कुरामा कमजोरी गरिराख्नु भएको छ के कुरा यहाँ वास्ता गरिराख्नु भएको छैन तपाईँ त अनि सो हेर्दाखेरि पुरै सोल्टिनीको पर्खाइमा एकदमै विरक्तिर बसे जस्तो पो देखिनुहुन्छ त उहाँ खास कुरो के हो यहाँ जनता जान चाहन्छ भन्छन् त साथीहरूले नो सोल्टिनी नो तरुनी तपाईँको यसो बसाइ होइन तपाईँको एउटा भावुक एउटा तपाईँको मोडमा क्या एकदमै पर्खाइमा चाहिँ प्रियसीलाई थकितम भएर चाहिँ तपाईँ पर्खिँदा पर्खिँदा तप्प तप्प पसिना आए जस्तो पो देखिनुहुन्छ त यसो हेर्दाखेरि क्या मामा एकदम यो अहिलेको मौसम पनि त्यस्तै छ अनि तपाईँको बसाइ भयो होइन एउटा एकदमै भावुक पो देखिनु भएको छ त मामा एकचोटि यता लुक्स देखाइदिउँ न त अनि मिल्छ भने वाइ होइन कोहरू पो बल खेल्दैछ परतिर मामा बल खेल्दैछ क्या केटाहरू दाजु ए गार्डनरले यसो ग्राउन्डको के अरे दुबोमा यसो पानी हालिरहेको ल त एकदम प्यारे फिट रहेको छ यो डिजिटल हजुर ल एकदमै रमाइलो